हेलो वेलकम ब्याक माई युट्युब च्यानल। आज चाहिँ फेरि न्यू ब्लग लिएर आएको छु हैन। आज चाहिँ मैले स्टार्ट गरेको छु हैन। ठ्याक्कै भन्नुपर्दा हामी ओर्फेल ग्राउन्डदेखि स्टार्ट मैले त्यहाँबाट चाहिँ सुरु गरेँ हैन। आज चाहिँ हामी घुम्न जान लागेको क्या। खातबारीको सबैले भन्छ फोटो खिच्छ हैन, भाइरल भएको एमसीजी क्याफे होटलमा जान लागेको हैन। तर घामले केही भन्नै सक्दैन क्या। घामले त्यो माथि मैले छाता नि बोकेन। अनि हामी चाहिँ जम्मा 3 जना गएको, भेना अनि फुपू म। ठ्याक्कै हामी अहिले यहाँ नगरपालिका पुगे। यो चाहिँ नगरपालिका हो, नगरपालिका पुरानो नगरपालिका ठ्याक्कै नगरपालिका एरिया पुगिसक्यो हामी हैन। अबदेखि यहाँ जाँदै गर्छु। यो भवन चाहिँ खै नगरपालिका नै होला, मलाई पनि थाहा भएन हैन। नगरपालिकाकै अब त्यसकै अफिस होला, मतलब त्यसकै नगरपालिका एरिया पर्यो। अब ठ्याक्कै नगरपालिकादेखि पुग्यो हैन। उता परको चाहिँ अब ग्लोबल ब्याङ्कहरू पनि छ त्यहाँ, अनि भगवान होटल पनि छ। यता जान लाग्यो हामी चाहिँ अब उकालो लागेको यता। ठ्याक्कै यो चाहिँ नगरपालिकाको माथिल्लो बाटो हो, सर्टकट बाटो। मेन रोड चाहिँ तल रह्यो हैन। ठ्याक्कै वर्क हाउसहरू पनि अनि मिसन आइटीहरूको पनि कम्प्युटरहरू बनाइन्छ। ठ्याक्कै हामी अहिले माथि देवकोटा चोक पुगिसक्यो हैन। माथि देवकोटा चोक आर्मी लाइन क्याम्प लाइनतिर रहेछ हैन। हामी ठ्याक्कै चोकमा पुग्यो, तर बोल्नै सकिनँ क्या। बोल्नु त बोलेको बनाउँदै हामी अब एमसीजी क्याफे होटल पुगिसक्यो। अनि माथि ताला चढ्दैछ हैन। साथीहरू पनि भेट भएछ, मेरो त होइन फुपूहरूको साथी भेट भएछ हैन। माथिले ताला जाँदैछ, टिकट काट्नु पर्ने रहेछ हैन। माथि फुपूले चाहिँ सोधिहाल्यो क्या, टिकट काट्नु पर्ने चाहिँ कहाँ भनेर सोधिहाल्यो। अनि गयो यता चाहिँ फेरि बसेर खान मिल्ने ठाउँ चाहिँ यता रहेछ हैन। फोटो खिच्नु चाहिँ यता चाहिँ बसेर खान मिल्ने ठाउँ चाहिँ यता रहेछ। ठुलो तालामा चाहिँ रहेछ टिकट काट्नु पर्ने अनि फोटोहरू खिच्नु पर्ने चाहिँ यस्तो रहेछ। अनि हामी माथिसम्म पनि गएँ, माथि ताला। अनि टिकट काट्ने ठाउँमा पुगिसकेपछि यता नि फोटो खिच्ने ठाउँ रहेछ, टिकट काट्ने चाहिँ मेरो चाहिँ। म चाहिँ माथिल्लो ताला गएँ, भेनाहरू र फुपू चाहिँ तल बसेँ हुँदैछ होइन। माथि चाहिँ फोटो खिच्ने ठाउँमा चाहिँ पुगिसकेको होइन। मतलब म चाहिँ अब माथि के चाहिँ छ भने त केही छैन रहेछ, केही छैन चाहिँ। तर बेलुका चाहिँ राम्रो हुने रहेछ क्या। फोटो खिच्ने ठाउँ चाहिँ अझै माथि नै छ, त्यो भन्दा पनि माथिल्लो ताला पनि। तर केही छैन त्यहाँ चाहिँ। म त अब बित्थामा आएको जस्तो नि लागिरहेछ यहाँ त। यति मात्र रहेछ क्या यो ठाउँमा चाहिँ, यति मात्र। यो ठाउँ चाहिँ भाइरल भएको रहेछ। तर मान्छेहरूले के गर्नु त अब, सानोतिनो अब चिटिक्क अब फुलहरू देख्ने हुनु, फोटो खिचेर हालिहाल्छ। अनि सबै त्यही लाइनमा जान्छ। अनि हामी नि आइपुग्यो यो ठाउँमा, हामी पनि फोटो खिच्यौँ। तर यहाँबाट चाहिँ भ्यूहरू चाहिँ दामी देखिँदो रहेछ क्या। खातबारी ओल्टल देखिने रहेछ। अनि त्यसपछि हामी बस्दा त्यहाँ फोटोहरू पनि खिचेँ यो। अनि फोटो खिच्ने ठाउँमा चाहिँ फोटोहरू खिचेँ, अनि भ्यूहरू पनि हेरेँ। अनि अब हामी चाहिँ जान लागेको, केही छैन छ। फोटो यता चाहिँ नि खिचेँ होइन, यहाँबाट चाहिँ अब फर्किन लागेको, केही छैन रहेछ। तर मैले भिडियोमा बोल्नु त बोलेको, तर सुनिनँ क्या। त्यही भएर मैले आफैले बोलेर छ। अब चाहिँ एकछिन आराम गरेर अब फर्किन लागेको, केही छैन छ। यति रहेछ क्या यो ठाउँमा चाहिँ। फर्केको हामी चाहिँ फर्केर अब तल खाजा भाइरल भएको फर्केको तल रहेछ। भाइरल भएको रोडहरू पनि तल रहेछ। बस्दा फोटो खिच्दा ठाउँ चाहिँ राम्रो, तर के गर्नु एउटा ठ्याक्कै हामी फर्केको। अब माथिल्लोबाट चाहिँ तालाबाट चाहिँ तल ताला झरेको।
तर माथि चाहिँ केही छैन रहेछ, त्यति रहेछ क्या। अनि ठ्याक्कै यता नि गएको, अब यता नि खाना बस्ने ठाउँ कोठाहरू चाहिँ रहेछ। यता चाहिँ फोटो खिच्ने ठाउँ पनि रहेछ। फोटो खिच्ने ठाउँ चाहिँ यस्तो रहेछ यता चाहिँ। तर यो राति चाहिँ राम्रो देखिँदो रहेछ, दिउँसो त केही नदेखिने रहेछ। राति चाहिँ हो क्या मेन कुरो चाहिँ, राति चाहिँ फेरि बप्पा लाउँछ है। तर मलाई चाहिँ दिक्क लाग्यो दिउँसो आएर हो कि केही छैन, केही राम्रो नै आउँदैन। अनि त्यहाँदेखि फर्कियो हामी अब तल्लो तालामा होइन। अब माथिबाट तल्लो तालामा झऱ्यो। अब तल्लो तालामा चाहिँ अब बसेर खानुपर्ने भनेर एमसिजी क्याफे। तर हामी छिर्यो त्योभित्र। तर यहाँ चाहिँ फेरि बत्ती छ भने चाहिँ मेन कुरो यो लाइटले राम्रो देखेको रहेछ क्या, यो लाइटले चाहिँ, लाइटहरूले चाहिँ। नत्र त केही छैन यो लाइटहरूले। अनि यताउति अहिले भर्खर सुरु भएर होला, तर पनि ठिकै छ, त्यति राम्रो नि नभन्नु होइन। तर यहाँ चाहिँ यो लाइटहरूले निकै राम्रो बनाएको छ क्या, जे गर्छ लाइटले गर्ने रहेछ क्या। बिजुली छैन भने त, यो लाइट छैन भने त के आउँदैन धन्दा रहेछ। यो लाइटहरूले यस्तो दामी देखेको रहेछ क्या। अनि यताउति फोटोसोटो खिचेँ, भिडियोहरू बनाएँ। मलाई चाहिँ कस्तो त्यहाँ एउटा भिडियो बनाउनु जस्तो लाग्छ। यताउति घुमेको अरे अबहरू चाहिँ। अनि हामीले अब यहाँबाट चाहिँ निस्केपछि अब खाएर निस्केपछि अब यस्तो खासै राम्रो लागेन मलाई चाहिँ। अब हामी तल दोस्रो तालामा पुग्यौँ। दोस्रो तालामा बनाउँदै रहेछ, त्यहाँ चाहिँ अब सामानहरू राख्ने सबै बनाइसकेको रहेछ। तर यहाँ चाहिँ कस्तो आउँदैछ पुरा देख्नु। म चाहिँ अब तल पुगिसक्यो। हामी चाहिँ अब तल सुरु फ्लाइटमा चाहिँ यस्तो रहेछ, खानेकुराहरू रहेछ। यहाँ चाहिँ सबै चिजहरू पाइन्छ। चाइनिज चाउचाउ नै देखिरहेको थिएँ मैले चाहिँ आज। त्यहाँ चाहिँ चाइनिज चाउचाउहरू पनि छ, सबै थोक रहेछ अन्तिम होला। तर यहाँ चाहिँ मलाई चाहिँ चित्त नबुझेको केही छैन क्या। फोटो खिच्ने चाहिँ त्यो मेन कुरो त्यो खाने बस्ने ठाउँमा चाहिँ अलिक राम्रो छ। हामी चाहिँ अब निस्केको यहाँबाट चाहिँ। ल साथीहरू भिडियो कस्तो छ इन्जोय गर्नुभयो होला। ल बाई बाई सबैजनालाई, थ्याङ्क यू सो मच।